यस्तो रहेछ है भन्ने कुराको परिवर्तन पनि हुनुपर्छ। त्यसैले हामी सबैले एकताका साथ खुलेर नधक्काइकन हैन नलजाइकन आफ्नो हक अधिकारको बारेमा चाहिँ कुरा गर्नुपर्छ जस्तो मलाई लाग्छ र यो गर्नु पनि पर्छ। यसो भन्दै अब धेरै बोले होला मलाई लागेको कुरा चाहिँ हो र यो कुरालाई चाहिँ हामीले नितान्त आफ्नो व्यवहारमा पनि परिवर्तन गर्नुपर्छ र धेरै अहिले त परिवर्तन पनि आएको छ। हामी सम्पूर्ण दिदीबहिनीहरूमा चेतनाको स्तर पनि बढेर गएको छ। हामी खुलेर हिँड्न सक्छौँ, भएन भने हामी विद्रोह पनि गर्न सक्छौँ। विद्रोह पनि गर्नुपर्छ कुनै कुनै कुरामा त नि हैन। जति हामी अन्यायमा परेका छौँ भने कसैले हामीलाई दमन गर्छ भने हैन, कसैले हामीलाई चाहिँ तल आफूभन्दा तल राख्न चाहन्छ भने हामीले खुलेर त्यस्तो विरोध गर्नुपर्छ, ताकि हामीले जबसम्म आफ्नो हक अधिकार प्राप्त गर्दैनौँ नि तबसम्म चाहिँ हामीले निरन्तर रूपमा चाहिँ विरोध गरिरहनुहुन्छ। जब हामी चाहिँ सानो भएर हैन तपाईँले सबै सरकार हो, तपाईँहरूले चाहिँ के तपाईँले भनेकै चाहिँ लागू हुनुपर्छ र कार्यान्वयन हुनुपर्छ भनेर हामी जहिले तहिले चाहिँ लागिरह्यौँ भने हैन चाहिँ महिलाहरू कहिले पनि हामी माथि उठ्न सक्दैन। हामीलाई चाहिँ जहिले दबिन्छ। अहिलेसम्म तपाईँले याद गर्नुभएको होला कुनै पनि राम्रो कामहरू नि बिना आन्दोलन स्थापित भएका छैनन्। राजनैतिक कुरा होस्